9का दुवै सेक्सनका सरहरूमा पनि म अनुरोध गर्न चाहन्छु। त्यसैगरी उक्त फोटो वितरणका लागि हाम्रा यस विद्यालयका मावि कोअर्डिनेटर आदरणीय सर डमरू भट्टज्यूमा पनि म अनुरोध गर्न चाहन्छु। र फोटो ग्रहणका लागि चाहिँ बजाएर चाहिँ उक्त मायाको चिनो ग्रहण कार्यक्रममा चाहिँ योगदान तथा ग्रहण कार्यक्रममा सहयोग गरिदिन अनुरोध गर्न चाहन्छु। र हाम्रो यस विद्यालयमा अध्ययन गरेर उच्च शिक्षाका लागि विदा भएर जानुहुने विद्यार्थी सहयोग चौधरीलाई आफ्नो मायाको चिनो ग्रहणका लागि मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी अनुराज भट्ट अनुराज भट्ट कहाँ हुनुहुन्छ कृपया मञ्चमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी सुशान्त बुवारा कहाँ हुनुहुन्छ कृपया मञ्चमा आमन्त्रित गर्न चाहन्छु आफ्नो मायाको ग्रहणका निमित्त। र अन्य कक्षा 9 का विद्यार्थीहरूले मायाको चिनो फोटो कार्यक्रमका निमित्त आयोजना प्लान योजना बनाउनु भएको थियो र आज यस वितरणमा चाहिँ ताली बजाएर आफ्नो मतदेखि नै उक्त सम्झना स्वरूप हाम्रो विद्यालयको एउटा त्याजीवासीको कृपया मञ्चमा आमन्त्रित गर्न चाहन्छु। मार्क्स सकिन्छ भने मार्क्स खोलिदिन भने अनुरोध गर्न चाहे है। त्यसै गरी नवीन पनेरो ज्यूलाई पनि म आफ्नो मायाको चिनो ग्रहणका निमित्त मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी विशाललाई पनि म आफ्नो पुरस्कार ग्रहणका निमित्त मञ्चमा आमन्त्रित गर्न चाहन्छु। आफ्नो मायाको चिनो फोटो सेसन हामीले हाम्रो 82 ब्याच 2081 को सम्झना स्वरूप फोटो सेसन कक्षा 9 र कक्षा 10 का विद्यार्थीहरूको रहेको छ। र अब भने आफ्नो मायाको चिनो ग्रहणका निमित्त विज्ञान देउबालाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। विज्ञान देउबा कृपया मञ्चमा आइदिनु होला। प्रवीण विष्ट, अनिश गौतम, विज्ञान देउबा त्यसै गरी ताली गाएर चाहिँ म अनुरोध गर्न चाहन्छु। पुनः प्रवीण विष्ट, विवेक भण्डारीज्यूलाई पनि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु आफ्नो मायाको चिनो ग्रहणका निमित्त। त्यसै गरी रमेश साहुज्यूलाई पनि म आफ्नो मायाको चिनो ग्रहणका निमित्त मञ्चमा आमन्त्रित गर्न चाहन्छु। र अन्य कक्षा 9 का विद्यार्थी भाइ बहिनीहरूलाई ताली बजाएर आजको कार्यक्रमको शोभा बढाइदिनका निमित्त पनि म विनम्र अनुरोध गर्न चाहन्छु। हरेश भट्टज्यूलाई पनि आफ्नो मायाको चिनो ग्रहणका निमित्त आमन्त्रित गरे। त्यसै गरी विकास कुमार ज्यूलाई म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। कमल साउथ, त्यसै गरी हाम्रो 82 ब्याच 2081 को विद्यार्थी कमल साउथलाई पनि आफ्नो मायाको चिनो ग्रहणका निमित्त म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी आफ्नो मायाको चिनो ग्रहणका निमित्त नितिशा जागरीलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी आफ्नो मायाको चिनो ग्रहणका निमित्त लक्ष्मी चदरालाई पनि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। लक्ष्मी चन्द्रज्यूलाई आफ्नो मायाको चिनो ग्रहणका निमित्त आमन्त्रित गरे। त्यसै गरी आफ्नो मायाको चिनो ग्रहण गरिदिनु हुनका निमित्त सगुन भुटेललाई पनि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी पवित्रा कोलीलाई पनि आफ्नो मायाको चिनो कृपया कहाँ हुनुहुन्छ मञ्चमा आमन्त्रित गरे। त्यसै गरी 80 ब्याच 2081 का हाम्रा अर्का विद्यार्थी हुनुहुन्छ श्रिया कडायतलाई, उहाँलाई पनि म आफ्नो मायाको चिनो ग्रहणका निमित्त मञ्चमा आमन्त्रित गर्न चाहन्छु। र साथै कक्षा 9 का विद्यार्थीहरूलाई पुनः म तालीद्वारा आजको कार्यक्रमको शोभा बढाइदिन अनुरोध गर्न चाहे। त्यसै गरी आफ्नो मायाको चिनो ग्रहणका निमित्त म करुणा ढुङ्गानाज्यूलाई पनि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु।
त्यसै गरी लक्ष्मी बोहराज्यूलाई पनि म आफ्नो मायाको चिनो ग्रहणका निमित्त मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी आफ्नो मायाको चिनो ग्रहणका निमित्त सुस्मिता रोकाईज्यूलाई पनि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी आयुषा कडायतज्यूलाई पनि आफ्नो मायाको चिनो ग्रहणका निमित्त म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी आफ्नो मायाको चिनो ग्रहण गरिदिनु हुनका निमित्त 2081 यासी ब्याचका विद्यार्थी क्रिस्टी सुडारीलाई पनि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी आफ्नो मायाको चिनो ग्रहणका निमित्त विनिता अयरलाई पनि आफ्नो मायाको चिनो ग्रहणका निमित्त म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी हाम्रो यस श्री पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयको 2081 यासी ब्याचका विद्यार्थीहरूलाई हामीले मायाको चिनो फोटो वितरण गर्न गइरहेका छौँ। अब पनि आफ्नो मायाको चिनो ग्रहणका निमित्त अलेक्सा बुढामगरज्यूलाई पनि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी आफ्नो मायाको चिनो ग्रहणका निमित्त आइसा जेठराज्यूलाई पनि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी आफ्नो मायाको चिनो ग्रहणका निमित्त सन्जु साउज्यूलाई पनि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। त्यसै गरी हाम्रो 2081 ब्याचका विद्यार्थी अर्का हुनुहुन्छ चाहत थापा, उहाँलाई पनि आफ्नो मायाको चिनो ग्रहणका निमित्त म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी मायाको चिनो वितरण र ग्रहण गर्ने क्रममा अब भने मायाको चिनो ग्रहण गरिदिनु हुन म नैतिक अयरलाई मञ्चमा आमन्त्रित गर्न चाहन्छु। नैतिक अयर। त्यसै गरी प्रियङ्का भण्डारीज्यूलाई पनि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। प्रियङ्का भण्डारीज्यू आफ्नो मायाको चिन्हको निमित्त मञ्चमा आमन्त्रित गरे। त्यसै गरी मायाको चिन्ह ग्रहण गरिदिनका निमित्त रोशनी भट्टज्यूलाई पनि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी ग्रहण गरिदिनका निमित्त यासी ब्याच 2081 का विद्यार्थी भुवन पाण्डेज्यूलाई पनि म आफ्नो मायाको चिन्ह ग्रहणका निमित्त मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी अर्पण बरालज्यूलाई पनि आफ्नो मायाको चिन्ह ग्रहण गरिदिनु न मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी मायाको चिन्ह ग्रहण तथा मायाको चिन्ह प्रदान गर्ने क्रममा अब भने यासी ब्याच 2081 का अर्का विद्यार्थी हुनुहुन्छ दिशेक मगरज्यूलाई पनि आफ्नो मायाको चिन्ह ग्रहणका निमित्त म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी हामीले हाम्रो यसरी पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयमा अध्ययन गर्दै कक्षा 10 सम्म पढ्नुहुने विद्यार्थीहरूलाई हामीले कक्षा 9 को विद्यार्थीहरूको तर्फबाट मायाको चिन्ह फोटो सेसन सम्झना स्वरूप दिने क्रममा निमित्त मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी आफ्नो मायाको चिन्ह ग्रहणका निमित्त विवेक शाहीलाई पनि म मञ्चमा आमन्त्रण गर्न चाहन्छु। स्वरूप मायाको चिनो फोटो वितरण गरिरहेका छौँ। अब भने फोटो ग्रहण गरिदिन यासी ब्याच 2081 का विद्यार्थी ललित यास्केज्यूमा पनि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु आफ्नो मायाको चिनो ग्रहणका लागि। त्यसै गरी आफ्नो मायाको चिनो ग्रहण गरिदिनका लागि कक्षा 10 का यासी ब्याच 2081 का विद्यार्थी फेज कुरेशीज्यूमा पनि म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी पारस राजज्यूमा पनि आफ्नो मायाको चिनो ग्रहणका निमित्त म मञ्चमा आमन्त्रित गर्न चाहन्छु। त्यसै गरी अमित चौधरीज्यूमा पनि आफ्नो मायाको चिन्ह ग्रहणका निमित्त मञ्चमा आमन्त्रित गर्न चाहन्छु। हामीले यस श्री पुष्पाञ्जली आवासीय माध्यमिक विद्यालयमा कक्षा 10 सम्म अध्ययन गर्दै आफ्नो थप शिक्षा आर्जनका निमित्त हामीले यही फागुन 29 गते कक्षा 9 का विद्यार्थीहरूको आयोजनामा हामीले एउटा औपचारिक हामीले फोटो सेसन फोटो दिने दिएको थियो र उक्त प्राविधिक कारणले केही समय ढिला हुन गएको छ र उक्त कार्यक्रम अनौपचारिक रूपमा हामीले आज वितरण गर्न गइरहेका छौँ। अझ 2 जना विद्यार्थीहरूको मायाको चिनो छुट्न गएकाले कृपया नजिक हुनुहुन्छ भने फेरि अनाउन्स गर्न चाहन्छु। प्रियङ्का भण्डारी, त्यसै गरी विवेक शाही, र हाम्रो यस श्री पुष्प